हेलो गाइज, सो आज चाहिँ हामी यो गेरेज त जिन्दगी भन्ने गीतको लेसन सिक्नु लागिरहेको छ। तपाईँहरू बिगिनर हुनुहुन्छ, अब यो गीत सजिलो पारामा सिक्नुहुन्छ है, सजिलो पारामा सिकाइदिन्छ। सजिलो पारामै छ, धेरै गाह्रो पनि छैन यसको इन्ट्रो अनि प्लगिङ कस्तो छ म भनिदिन्छु। सुरु गरिहालौँ। सुरुमा जी डाउन हान्यो 2 3 है, यसरी C9 मा सेम चाहिँ 2 3 नै, अनि जीमा फेरि टिप्यो यसरी हाम्रो 1 5 5 हो है, यसरी छ है। अनि यो डी सस्तो भन्छ यसलाई है, यो दुईटा मात्र थर्ड र सेकेन्ड मात्र थिच्दिने है, यो चाहिँ ओपन हुनुपर्छ। डाउन 2 3 है, यस्तो डी सस्तोमा चाहिँ यसरी। अनि फेरि अघिको रिपिट चाहिँ डाउन 2 3, अनि चेन्ज चाहिँ यहाँ छ डी सस्तोमा हाम्रो रन गर्दै यसरी डाउन जीमा, अनि 2 2 3 छ है, यसरी सेकेन्ड टाइमको चाहिँ सुरुको इन्ट्रो। यसरी जान्छ है। तपाईँहरू यो होल गीतमा यसरी बजाउन सक्नुहुन्छ है, अथवा अनि यसरी इन्ट्रो तपाईँले याद गर्नुभयो होला, त्यसपछि यस्तो गर्नुपर्छ। प्याटर्न छ यसरी, कर्ड र प्लकिङ पारामा छ। यसरी जान्छ है। जीमा डाउन अप लक डाउन, C10 मा डाउन अप लक डाउन, अनि जीमा ह्यामर अन गर्दै, अनि डी सस्तो जी, अनि डी सस्तोमा ह्यामर अन गर्दै, यसरी सक्नुहुन्छ है। तपाईँले होल गीतमा यस्तै जान्नुहुन्छ, प्र्याक्टिस गर्नुपर्छ। तपाईँहरूले प्र्याक्टिस गर्न नसक्नु होला। केही बुझेको छैन भने कमेन्ट गर्नु होला, म फेरि अर्को भिडियो बनाउने छु। लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला, सब्सक्राइब हानिदिनु होला। हस्त धन्यवाद।